रिसाएको बच्चाले भागेर वरिपरि नभानी बच्चा यस्तो हाल्छन् कि हाल्छन् यति बच्चा भगाउनु सकिनँ उपर मैले पानी पगाइदिएँ तर्साएर भएन यस्तो हाल्छ नि हाल्दैन मलाई थाहा पनि छैन के हाल्छन् के हाल्दैनन् कहाँ यो मान्छेहरूले के लाउने थाहा छैन पहिलोचोटि यस्तो खाइयो राम्रो रहेछ सागहरू चटक्क परेको रहेछन् है यता हेर न किन हेर्नु हाँसेर टिकटक बनाउँदा हाँस्नु पर्छ रिसाएर फुल्यो भनेदेखि त राम्रो देखिँदैन नि त भाइहरू धेरै हाँसेर पनि त्यो सुहाउँदिलो हुँदैन नसुहाउँदो त टिकटकमा देखाउनलाई अहिले कस्तो रिसाएको रिसाउने हो आमामामामा कति हतार गरेर देखेर के हतार आमा कम त हतार त तिमीलाई हामीलाई कतिखेर स्वास्नी छोड्छ छोडेर भागाउँछ अनि मेरो भाइहरूमा रेडी गरिसकेको सबै के रे लाएर भइसकेको अफिस कहिले होला है कहिले पत्ता त हाल्ने हो कि हेर्दा जल बिना पेटले राख यसैलाई नि है यो त बाबाई सुनभन्दा महँगो भइसक्यो हार छोराहरूको पाला त मलाई त लाग्छ ऊ लोन लिएर खान पर्ने अवस्था आउँछ जस्तो लाग्यो पाराले त भयो इस्कुसकै लहरा हो जान्छ यो होइन नि बुढी यता उसको हिरोलाको लगाएर अब होइन मलाई त भन्यो नि हाम्रो घरमा कहिले इस्कुस थिएन हुँदैन अनि हामी इस्कुस हुने फेरि तराईमा हुँदैन चिसो ठाउँमा हुन्छ बजारबाट अरे मात्रै किनेर खाएको मलाई त्यति राम्रो इस्कुसको मैले- त्यो साग इस्कुसको तरुल त खान्छ नि मलाई थाहा छैन इस्कुसको खेती गर्ने भनेको मेन कहाँ भन्दाखेरि भीमफेकतिर त्यो चिसो ठाउँ सुपिङतिर त्यस्तोमा गर्दा फेरि चिसोमा यो चिसोमा गर्मीमा हुँदैन फेरि मर्छ यहाँ पत्तो हेर न कति बाटो नै कस्तो छ यो चिसो यसको मुन्टै